केटाहरूसँग टक्क बाटो भेटेछ। आकाशदेखि अलिक ओर्तिर हो केटाहरूलाई भेट्यो अनि यहाँ गाडी रोकेर गफ गर्दैछ। रिमोट झिक्न औसी लाग्यो यो चाहिँ टेन्डरवालाले मलाई पैसा यो नबनाइ पेनल्टी हाल्दैन यो त्यसरी पास गराएर यस्तो भयो क्या यो बाटो चाहिँ जस्तै यहाँदेखि छ यता चाहिँ पेनल्टी गरेर क्या उसले सक्दिनँ भनेर क्या सात बजिसकेको छ हामी अब बिदी निस्किन लाग्यो अब चाहिँ बल्ल अब यहाँ ठ्याक्कै हामी चाहिँ बिदिनमा आइपुग्यो। कति बजिसक्यो कति बजेको छ 26मा ठ्याक्कै हामी बिदिन आइपुग्यो। अब बिदिनबाट कति लाग्ने क्या पारी चाहिँ एकदिन देखिरहेको छ तर रात परेछ क्या रात परेर पुरै मजाले देखिन्छ छैन बाटो अप्ठ्यारो यस्तो अफ रोडबाट जानुपर्ने छ। मेरो फुल लाइटै बल्दैन त वी आर एक्सप्लोरिङ द इस्ट नेपाल। हामी चाहिँ अहिले रात्रिकालीन समयमा छौँ। हामीसँग अहिले दुईवटा एक्स पल्स छ केटाहरू अगाडि नै गइसकेका छन्। आदि केटाहरू विभिन्न प्राविधिक समस्याका कठिनाइले गर्दाखेरि चाहिँ हामी लेट भयो थोरै लेट हुन हामी जान्छौँ तर हाम्रो लागि यो यात्रा त्यति सजिलो चाहिँ छैन। भित्ता हिँड्नुपर्छ भित्ता तिनीहरूलाई नै अगाडि हाल्नुपर्छ भाइ। यस्तो कच्ची बाटो हिँडिँदैछ हामी यहाँबाट चाहिँ पारी त्यो बाटोदेखि चाहिँ एकदिन यताको खुङ्गा ठ्याक हामी चाहिँ लगभग अहिले चाहिँ पापुनेन भन्ने ठाउँदेखि माथि छौँ बिदिनको तल। हामीलाई आदि साथीहरूले चाहिँ पर्खेर पारी मच्छेपुङ भन्ने ठाउँमा बसिराख्नु भएको रहेछ। हामी चाहिँ यहाँबाट जाँदैछौँ। होइन अघि भन्नु भएन सरले के भन्नु अस्ति भएको चाहिँ रहेछ थाहा नै पाइएन यार भन्ने रहेछ त होइन कस्तो रियाक्सन हुन्छ त्यो बेलाको रियाक्सन हेरौँ न त बिच्किन्छन् केटाहरू बिच्किन्छ कतिजना कम्ताको बिच्किन नजानेहरू छन् पड्काइ पनि हामी चाहिँ खोला निस्किनु लाग्यौँ है। अहिले चाहिँ ठ्याक्कै त्यो पापुनेन र थोक्पनको मुनिको बाटो हिँड्दैछौँ। एकदम अफरोड छ कच्ची छ बाटो चाहिँ पुरै कच्ची राति पनि भयो। यहीँबाट पुग्न आँट्यो बिस्तारै उता जान्न अगाडि बिस्तारै एकछिन वेट गर्दै जाउँ न। पुलमा चाहिँ अलिक उयो हुन्छ है हो त पुलमा चाहिँ होस गरेर पाला पिलो हजुर ल ईश्वर दाइ हामी त हिँड्दै जानुपर्छ अहिले बाटो छोडिदिनुहोस् अहिले तपाईँ कत्रो रातो प्लाटा ल पुग्नु भयो
भाइ ढोकेर जानु होला यतापट्टि जानुपर्छ यता यता मलाई थाहा छ हौ जुमिङ आउनु जुमिङ होइन पारेको गाड्नु भनेर आइफोन हो अब्बोई ल त्यो बाइक फर्काएकोतिर होइन अपोजिट साइड जानुपर्छ जान्थे ल हामी पनि जाउँ होला लाइट छैन रातिको समय हामी चाहिँ रातिको समयमा यहाँ खोलामा झुलुङ्गे पुलमा हिँड्दैछौँ होइन सर हो एकदम एकदम कतिको डर लागिरहेको छ ए साह्रै यो बाटो त राम्रो राम्रो अगाडि अड्किसक्यो बाइक ल कस्तो चिप्लो बाटो यार ठेल्दिउँ गाह्रो छ रातिको समयमा यस्तो गरी हामी 3 सिमानाको यात्रामा छौँ है एकदम गाह्रो डु एन्ड डाईको सिचुएसन आइसकेको छ कतिपल्ट त हामी चाहिँ यो यहाँ खोलाबाट पारिपट्टि यो टार भन्छ क्या यो ठाउँलाई चाहिँ ल टार भन्ने ठाउँमा आएर चाहिँ निस्किनु पर्ने हो त्यहाँनिर आशिषलाई फोन गर्नुभयो हामी त ठ्याक्कै मछेपुङ मुनि पुगेको छौँ अहिले साँझको कति बजे खुसी है 7:30 भयो अब चाहिँ यो चाहिँ काठको पहिले हाम्रो हामी चाहिँ अहिले मछेपुङ मुनिको बाटोमा छौँ लगभग 7:45 जति भयो अहिले 7:33 भएछ अफरोडिङ एकदम अभाव बाटो हाम्रो मछेपुङ भन्ने ठाउँ चाहिँ यही हो के रहेछ नेपाल विद्युत प्राधिकरणको हाउस भयो अनि यो हाम्रो अभिरमा सिधै कस्तो महसुस भइरहेछ एकदम गुड हामी रहँदैछ भयो ल ईश्वरी दाइ कस्तो भइरहेछ भाइ कस्तो छ यात्रा ईश्वरी सर कस्तो छ यात्रा यात्रा भगवान छ 8 बजीतिर चाहिँ भन्ने आइपुग्यो ठ्याक्कै छैन गरे ठ्याक्कै भन्ज्याङ पुग्यो है ठ्याक्कै हामी चाहिँ यहाँ भन्ज्याङमा चाहिँ सब टोली हामी हुँदा अगाडिको एउटा टोलीसँग पनि भेट भयो अब यहाँबाट त्यो नाम्रा भन्ने ठ्याक्कै खालेको पालिकाको छेउमा छ होइन अब यसपछि चाहिँ जाने हामी यहाँनिर जयराम भन्ने मेडिकल छेउमा यहाँनिर एउटा होटल रहेछ यहाँनिर चाहिँ टक्क भेला भएर अब यहाँदेखि हामी जाने होइन भने त अगाडि पनि अझै एउटा टोली हुनुहुन्छ अँध्यारोमा त्यस्तै देखिन्छ छैन ठ्याक्कै मेमेङको के हो अमृत चोक के हो भने यहाँ भोक पनि लाग्यो यहाँ चाहिँ हामी अमृत चोक भन्ने मेमेङमा पुगेको
लास्टमा अति पुगेको छौँ भन न भाइहरू मेमेङ मेमेङ ल भाइ ल ल ल 1 2 3 गर्दा सब लाग्यो है ल ल ल ल ईश्वर दाइ हामी त मेमेङबाट अगाडि बढ्छौँ हामी कतिजना छौँ 10 जना छौँ हामी यो मेमेङको शहीद पार्कको साइडमा छौँ यहाँ माथिबाट जाने बाटो चाहिँ कता हो भन्ने चाहिँ कन्फ्युज दाइ अब देख्ने मान्छे अगाडि हिँड्नु पर्यो नि त कता हो दाइ बाटो पनि भेट्यो हामी त लास्टमा छौँ यहाँ मेमेङ माध्यमिक विद्यालय कालेलुङ 4 मा आइपुगेका छौँ हामीहरू त्यो भन्दा अगाडि भन्ने बाटो रहेछ होइन पूर्वीलाई चाहिँ कसरी चिनाउने हाम्रो 5 तललाई कसरी चिनाउने कालेलुङलाई कसरी चिनाउने त्यहाँको बाटोहरूको विकास गर्ने या नगर्ने त्यहाँ चाहिँ अलिकति हाम्रो सम्मानीय नेताजीहरूले पनि अलिकति ख्याल गरिदिनु होला अनि यो बाटोलाई चाहिँ के गरेर चाहिँ टुरिज्म एरिया बनाउन सक्यो होइन त्यसमा पनि अलिकति फोकस ध्यान आकर्षण जाओस् छौँ कस्तो ठाउँमा आएर रोक्यो यार बाइकिङ पनि हिँडौँ मान्छे हामी चाहिँ त्यो मेमेङको माथि ठ्याक्कै यहाँ चाहिँ के भन्छ मेमेङदेखि माथि स्कुलभन्दा अलिकति मास्तिर छौँ तर यहाँ चाहिँ एकदम बाटो अप्ठ्यारो भएर चाहिँ निस्केर हिँड्दै भिडियो गर्दैछु म चाहिँ ल चिप्लेर छेउमै आइपुग्यो ईश्वर दाइ चिप्लिन्छ है लास्टै बाटो चाहिँ आमा कस्तो चिप्लिरहेको क्या हामी पनि जानु त्यसरी ऊ सराउँदै हुनुहुन्छ नि त दाइ कस्तो भइरहेछ ल ठिक छ नि होइन हिलो गाडीमा दामी छ है होइन भाइ अगाडि लाग्दैछौँ तर यहाँ म ल चिप्लो बाटो आमा खुट्टा यी खाली खुट्टा यसरी झन्डै चिप्लेर गाँडो भयो नि खुदायो माथि पुगिसक्नु भयो 300 मा जाने बाटो अब राति भएर कि के हो हामी चाहिँ पानी पनि परेछ दिउँसो लास्टै चिप्लेर बाटो हिलो भएर यस्तो छ बाटोको अवस्था चाहिँ यो 300 मा जाने बाटो हो हैन हामी चाहिँ अब यहाँदेखि चाहिँ हल्का सोलिङ चाहिँ भेटेको छ अब हेरौँ यहाँसम्म चाहिँ चिप्लो चाहिँ कसरी गाईहरूको बाइकमा आउँदै हुनुहुन्छ ओछ आमा लास्टमा चाहिँ हामी पऱ्यो क्या खुसी दाएर म चाहिँ लास्टमा छौँ सब टोलीहरूले
कसो कसो गरेर निकालिसके निकाल्नु चाहिँ 11 नम्बरको गाडीमा सवारी हुन्छौँ हामी तीनजना चाहिँ यो रमाइलो पन्छ हाम्रो तीन राते सरलाई कस्तो भइरहेछ झन् अझै सर त तराईवासी मान्छे हो नि कतिको गाह्रो भइरहेछ पहाड चढ्नु त्यहाँसम्म हुँदैछु र पनि हिँड्दैछु साथीहरूको साथ सहयोगले ठ्याक्कै हामी चाहिँ फालोदेखि मुनतिर आइपुगेको छु राति उयो तल दाइहरू आउँदैछ डाँडामा चट्ट बसिया छ फालो पुग्न लाग्यो अब चाहिँ थोरै छ टाइम रेडबुल खै मलाई चिउरा छैन बिस्कुट छैन बिस्कुट सियारीमा खाउन दुईजनाले आफ्नो आफ्नो टिम त्यो चाहिँ यहाँको साउनी आन्टी बोजू सर तपाईँको अनुभव सेयर गर्नु न वाट आर यु फिलिङ नाउ अबाउट दिस सिचुएसन भन्नु कि के इन्जोय गर्दैछु मोमेन्ट होइन एकदमै खतरनाक यात्रा भयो खतरनाक होइन यसलाई चाहिँ हजुर भनौँ न लाइफमा स्ट्रगल भनेको के रहेछ भन्दाखेरि एउटा टाइम ड्युरेसन अनुसारले 25 को एजको मान्छे 50 मा पुग्दा कुन एक्सपिरियन्स गरेको हुन्छ होइन र हामीले आज मात्रै यस्तो एक्सपिरियन्स गऱ्यौँ कि म कहिले पनि अब यो पहाड र तपाईँहरूसँग साथीहरूसँग होइन आई विल नेभर फर्गेट जिन्दगीमा कहिले हुँदैन होइन टिम वर्क गरेर हामी चाहिँ आइपुग्यौँ क्या आफ्नो गोल एचिभ गरेको जे होस् होइन के कसो ईश्वरी सर त्यही भएर नामै भात खाँदैछु टिमवर्क भएर थ्याङ्क यू होइन दाइ तपाईँलाई कस्तो फिलिङ भइरहेछ मलाई त एकदम बवाल भाइ ल खुसी दाइ हो वाट इज युर एक्सपिरियन्स अबाउट दिस टु मच क्यान यु एक्सप्लेन दिस हो कसलाई ए साँच्ची बेगारेको मान्छेले त गर्नु पर्यो नि त एवारनेस गराइदिएको भए नि म अलिकति चेन्ज भएर आउँथ्यो होला क्या बाबरे बाब सोर्स के चेन्ज हुनु हेर्नु न के चेन्ज हुने यो हो के चेन्ज हुने यो हामी रमाउन आएको क्या प्रकृतिसँग म चाहिँ भोलि फोटा भन्दा पनि धेरै चाहिँ प्रकृतिसँग रमाएर जानेमा आएको रमाइलो गर्न के गर्ने यस्तो छ जुत्ता त्यस्तो टल्काएर आएको चिज त्यस्तो जुत्ता भिजिरहेको छ भोलि अब के गर्ने फोटा खिच्नलाई त्यस्तो टल्काएर आएको जुत्ता होइन भोलि त भिजेको भए पनि लाउनु पर्छ फोटो खिच्न यहाँ गाडी चल्दैन होइन अहिले अनि म त नि हार खाइसकेर नि जुत्ता त गाडिन्छ के गर्नु त अब होइन त खालि खुट्टा हिँड्दै गरे लु त्यसलाई कसरी कुदाएर हेर्नु पर्यो बोलाउँदै मात्रै आउने रिजर्भ आउने ल अब यहाँदेखि चाहिँ हामी अब तपाईँको यो अहिले के भन्ने गोठ होला होइन गोठ स्टेबाट चाहिँ अब हामी घुम्ने ठाउँ जानको लागि चाहिँ कति टाढो जानु पर्छ तपाईँहरू अब यहाँदेखि बाइकमा भने राम्रो गयो भने आधी घन्टा हजुर गोठहरू थुप्रो हुन्छ अनि होमस्टे पनि धेरै छ 3 सिमाना हुन्छ 3 सिमाना चाहिँ अब हिँडेर पुग्छ हिँडेर जानु भने चाहिँ 3 घन्टा जस्तो लाग्छ 3 सिमाना पुग्ने यहाँबाट 3 घन्टा 3 घन्टा बिस्तारै आरामसे झप्किएर जाँदा घुम्दै जाँदा फोटो खिच्नु पर्यो हजुरले मैले एउटा पनि 3 सिमाना भनेको के रहेछ 3 सिमानाको अर्थ चाहिँ जस्तो सिक्किम पऱ्यो यता नेपाल यस्तोमा बेङ्गल पश्चिम बेङ्गल र 3टा सिमाना सिक्किम र बेङ्गल नेपाल ए लगभग हजुर भोलि त्यो पिलर हेर्नुहुन्छ सबैले यहाँ लगभग वर्षको चाहिँ कति पर्यटक जति यसो आउनुहुन्छ हजुरलाई यसो थाहा भएको अब यो नेपालबाट त त्यति छिर्दैन अब नेपालबाट त फाटाफुट्टा मात्रै अब 3 सिमाना आउने भनेको इन्डियनहरू पनि बङ्गाली इङ्ग्लिस
यहाँ चाहिँ म्याक्सिमम इन्डियाबाट आउने भनौँ न टुरिस्टहरू आउनुहुन्छ यहाँ यहाँ चाहिँ आउँदैन माथि चाहिँ 3 सीमामा छ 3 सीमा यही हुँदै जाने त हो नि त यो यही बाटो होला नि त होइन उता डाँडै आउँछ अर्को बाटो पनि छ उता इन्डियाबाट छ होला दार्जिलिङबाट आउँछ ए अब यहाँबाट चाहिँ अहिले पोहोरदेखि चाहिँ अलिक बङ्गालीहरू हिँड्दैछ बाइक हिँड्दैछ तपाईँलाई यो ठाउँ चाहिँ कस्तो लाग्छ हजुर धेरै कति वर्षदेखि बस्नु भएको पहिला यहाँ हामी गोठ पालेर बस्थ्यौँ हजुर हजुर गाईको त्यहाँदेखि यहाँ हिउँदो मात्रै बस्थ्यौँ त्यसै गरी डाँडामा हुन्थ्यो अलिक जोडले बोल्नु ल 3 सिमानामै कोटालतिर बस्थ्यो अनि अब अलिक बुढो भयो केटाकेटी सबै साइड लागेपछि यहाँ बस्थ्यो थाल्यो त्यही हो हजुरलाई यो ठाउँ रमाइलो लाग्छ रमाइलो त के अब टाढा गएर गाडी खानु सकिएन नेपालमा बस्नु पनि पर्छ अब हेर्न सबै बाहिर गइरहेछौँ अब अहिले हाम्रो गाउँमा पहिले 18 जना थियो अहिले अब जम्मा 8 जना छौँ होइन होमस्टेबाट हल्का माथि लाग्दैछौँ बाइक यस्तो बाटो चिप्लो छैन होइन बाटो चिप्लो भएर पुरै निस्किएर हिँड्दैछु गाईहरू हजुर घाम झुल्किनु लागेको छ बिहान पख हिजोभन्दा तर अलिक चाहिँ बाटो ठिक छ होइन यतिको बाटो चाहिँ हुनुपर्छ नि सर कताबाट हो यता तेर्सो भयो जस्तो उता उँभो जस्तो बाइक त छाप त यता छ उँभै छ दुवै छ निन्द्रा पुगेको छ नि माथि राति 12 बजी थियो त्यही मान्छे बिहानै 5 बजी उठेर हिँडै हजुर अघि ईश्वरी दाइले लग्नु भयो नि ईश्वरी दाइले यहाँनिर हाम्रो अब गुराँसको बोट हो होइन पुरै जङ्गल हारी छ नि यस्तो गली हिँडेर यो चाहिँ 100औं वर्ष पुरानो रुखहरू यो जङ्गलमा चाहिँ पुऱ्याएको हुन्छ
होइन अक्सर लेखतिर मोटो रुख त हुँदैन तर यो चाहिँ अपवाद भन्नु कि एकदमै यो चाहिँ हुन्छ हामी चाहिँ ठक्क त्यो पहाडी डाँडामा पुग्नु पर्ने होइन यहाँ मेरो गाडीले तान्दै तान्दैन 150ले त दुईजनालाई गाह्रो हुँदो रहेछ क्या यो ठाउँमा वाह यो नजरिया चाहिँ हामी चारते पुग्नु लागेपछिको सिन है नजरिया होइन वाट अ ब्युटी के दामी ठाउँ त्यो चाहिँ ठ्याक्कै हामी 3 सिमाना जाँदै गरेको बाटो हो यहाँ पर चाहिँ हिमाल पनि हामीले हिमाल पनि देख्न सकिन्छ जुम गर्दा त्यति क्लियर नहोला तर चाहिँ हिमशृङ्खला तीन सिमाना भन्दा यता ओरको डाँडा पर 3 सिमाना चाहिँ होइन अब वाह नेचर कस्तो दामी बगान ए आउने अरे Wow. कस्तो राम्रो ठाउँ यार प्रकृतिले नि वरदान दिए जस्तो के ओ माय गॉड वाह तीन सिमाना है यो चाहिँ वाह what a place यस्तोमा हिँडिरहेको छु मात्रै होइन वाह यस्तो बगाल ठाउँ छ भनेर सोचेको थिइनँ क्या यो के को झारो तर मलाई थाहा चाहिँ छैन अब हेर्नु सिमाना चाहिँ यहाँ छ नेपाल अब यतापट्टि के हो खै के लेखा छ बुझिएन
चाहिँ 3 सिमाना चट्टो दृश्य है खाजा भयो अरे खाजा खान जानु अरे कस्तो अनुभव भइरहेछ त दाइ बाटो त डेन्जरै हुन्छ धर्न आइपुग्यो तर ठाउँ राम्रो रहेछ होइन वा यो चाहिँ यो उसको ऊ हेरी छ हौ कुनै 6 घण्टाको छ कुनै 1 घण्टाको कस्तो शीतल भयो ऊ जाँदैन कहीँ अब यस्तो शीतल हुन्छ चस्माले चाहिँ मजा आउँछ हामी चाहिँ टक्क 3 सिमाना अनि तलबाट हिँड्दै जाँदैछौँ होइन त्यहाँसम्म चाहिँ बाइक जाँदो रहेछ त्यहाँदेखि चाहिँ बाइकमा नसकिने रहेछ क्या त्यहाँदेखि चाहिँ हिँड्दै यहाँनिर अगाडि खुसी दा ईश्वरी दाई हजुर कस्तो दामी ठाउँ रहेछ क्या यहाँदेखि चाहिँ चट्टा सिमेन्टको यसरी बनाइदिएको रहेछ क्या यहाँदेखि उता ईश्वर दाई हाउ आर यु अहिले फिलिङ ग्रेट ईश्वर चाहिँ भिडियो बनाइदिँदै हुनुहुन्छ हामी हिँडेको अनि हामी पनि बनाउँदैछौँ फुल्दैन बाबा हाल्दैछ नि रहेछ क्या ठाउँ चाहिँ दामी तर हामीलाई चाहिँ पुग्नको लागि 15 मिनट जति चाहिँ छ होइन अब यता चाहिँ टोटल्ली नेपाल साइड 4-5 किन लागेछ यता चाहिँ तपाईँहरू यहीँ कताबाट आउनुभएको घुम्न ए यहीँ हो ल ठिक छ के हो दाइ भरे बाइक यहाँ माथि माथि कुदाइदिनु पर्छ ल ओ भाइ ओ भाइ भरे बाइक यहाँ दाइ हामी कुदाउँछु के कस्तो लागिरहेछ एकदम ठिक लागिरहेछ भाइ एकदम बवाल छ एकदम मजा कस्तो 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 भइरहेछ भाइ तर गाह्रो चाहिँ लास्टै गाह्रो भएर आइपुग्यो है गाह्रो टाँसो तर यो फुलले हेर्नु न डाँडा कस्तो दामी देखिरहेको यहाँको हाम्रो स्टाना बहिनीहरूसँग पनि भेट भयो होइन लास्टै मजा लाग्यो मजा लाग्यो दुईजना दोस्ती अनि फुलबारी बवाल निस्किरहेको छ है खुसी दाइ हेलो खुसी सचिन दाइ ओ सचिन दाइ दुईजना दोस्ती फुलबारी दामी निस्किरहेको छ भिडियो तपाईँहरूको चाहिँ यो यस्तो हो अब हावै स्वर्ग आएपछि यस्तो सामान्य कुराहरू देखिहाल्छ नि त्यो सामान्य कुराहरू हुन् फोन त म स्विच अफै गर्ने गरे अब गरिदिनु पर्यो नि त भिडियो त होइन त के हो यो ठाउँ त खुसी त यार यस्तो बवाल ठाउँ छ पास्ता भनेर पनि अलिक सोच्नु सकिएको रहेनछ क्या मनमोहन सर कतिलाई थाहा छ है हाउ इज योर फिलिङ
राइट न उतापट्टि हेर्नु न बादल कस्तो भयो गेटिङ द हेभन अफ द अर्थ नेपाल उयो हेर्नु न बादल कस्तो उयो चक्क होइन त्यो धुवा निस्किएको जस्तो क्या मनमोहन सर तराईवासी पनि यति अग्लो लगभग यहाँ त 3200-3300 मिटर अग्लो छ नि बाइक लिएर फेरि यहाँ त अब माथाको बाइक पो आछ त यहाँ यो खुलिनु भने त्यहाँबाट अब त्यहीँ पारिपट्टि हो क्या कञ्चनजङ्घै यो बाटो कञ्चनजङ्घा पनि देखिन्छ यहाँ माथिबाट देखिन्छ नि अनि लगभग हामी यो पछि अब यो चैत वैशाखको टाइममा यहाँ पुरै हिउँ हुन्छ क्या ए हिउँ हेलो हेलो यहाँ बसी सब थकानको त्यो यादै हटायो क्या त्यत्रो गलेर आएको कुरै बिर्सिसक्यो क्या यहाँको यही राम्रोले हामी यति खानको लागि स्वर्गकै ठाउँ रहेछ के साह्रो राम्रो भने नि के भनेर बयान गरौँ त्यो शब्दै नहुने क्या अझै परिसुन्दरीहरू लिएर आएको थियो अझै रमाइलो हुन्थ्यो हामी साथी एक मिलेर जाएर झन् रमाइलो भइरहेछ परिसुन्दरी हाम्रो रङ्गे दाई दादा रङ्गे यहाँ हुनुहुन्छ हाम्रो सिजी फुड प्रोडक्सनको खुसी अधिकारी फुड्स सुजल फुड्स कम्पनीको म्यानेजिङ डाइरेक्टर एमडी यता हुनुहुन्छ हाम्रो माउन्टेन ड्यू यहाँ हेर्नुहोस् इनर्जी बढाउँछ उहाँलाई देखेपछि इनर्जी मजाले साला डर्के आगे यता हाइल्यान्डर जिएनजी एक प्याक खाएपछि यो कालो फिलिटी सुन जिएनजी यति भर्जन फुल फर्म थाहा छ के हो जिएनजी को गाडा एन्ड गाडा सचिनजी भन न अब मलाई हेर्न सक्नुहुन्छ तपाईँहरूले आदर न इष्टमित्र दाजुभाइ प्रिय साथीभाइहरूलाई हार्दिक नमन हृदयदेखि होइन लाल छ नि राम्रो उकालो चढ्दैछु हामी ल हेर्नुहोस् खुसी अधिकारी हेलो गाइज जय घन्टी जुवा गाइज जुवा अब यति हाल्नु भाइरल भयो तिमी म भाइरल हुन्छ अरे सर फर्केर हेर्दै गरौँ के कस्तो कस्तो डाँडा आइएछ म बादलले त छेल्दै त यहीँ के खालको मौसम भयो त हेर्नु फलेलुङ गाउँपालिका 4 नम्बर जस्तो लाग्छ है मलाई जहाँसम्म लाग्छ 4 वा 5 यहीले छिट्ने होला यसको अब यो 3 सिमाना भन्ने ठाउँमा जाँदैछौँ जानको लागि होइन अब चाहिँ लगभग 5-7 मिनटको हिँडेपछि पुगि नै हालिन्छ अब चाहिँ 3 सिमाना वही मासतिर हो अब तर यहाँ चाहिँ यो यतादेखिको यो डाँडादेखि उता भने फेरि इन्डिया हो नि यता इन्डिया हो नि हामी ठ्याक्कै सिमानामै हिँडिरहेको छौँ अनि हिँड्नु कस्तो गाह्रो परेको अवस्था होइन अब म एकछिन सुत्छु होइन साथी हो ल सुत्तिनु साह्रो परेको अवस्था है साह्रो नि धेरै साह्रो चाम्रै भएर छ नि त राम्रो हेर्नु न हालत यहाँ छाला गयो भनिदिन्छु दाईको सिचुएसन अनुसार हाम्रो दाई उहाँ बाटोमा हामी हिँड्दै यहाँ भ्रमणको क्रममा उहाँलाई लडेको एकदम मूर्छित अवस्थामा देखिएको छ हेर्न सक्नुहुन्छ आदरणीय दाजुभाइ दिदीबहिनी तातो खबर के हो उहाँको भन्नुहोस् उठ्नुभयो ल हेर्नुहोस् उठिसक्नु भएको छ उहाँ एकदम एक प्याक हामीले जाँड खुवाइदिएको थियौँ उहाँलाई स्वाटै जाँड त ब्यागमा हुँदैन होला
आजको हाम्रो स्पोन्सर ओए हाम्रो यो भ्रमणको स्पोन्सर माउन्टेन ड्यू डर के आगे जिते ल पारित भइसक्यो हाम्रो सेकेन्डरी फुड स्पोन्सर जिएनजी गोर्खान्स एन्ड गन्स ल भइसक्यो ट्राई गर्नु होला अब उनीहरूलाई पनि त हान्नु पर्यो नि त यति भएपछि त 50% त रिकभरी हुने चान्स पो भयो त दादा केटा हो यहाँ थोरै तिमीहरूको प्रतिक्रिया चाहियो हाम्रो थर्ड फुडिङ एन्ड लजिङ पार्टनर सिजी फुड मामा चाउचाउ यता फोर्थ ट्रान्सपोर्टेसन तेलसेल मेन्टेनेन्सको जिम्मा लिनुभएको छ सुजल फुड्स यति भने जस्तो अब हाम्रो सबै लगभग सबै रिकभरी 100% भयो त चारवटा हामीले खोज्यौँ त होइन कस्तो दामी खालको ढुङ्गा रहेछ यहाँ होइन हेर्नु न मने कस्तो दाईहरू चाहिँ ऊ माथि पुग्नु भएको छ फोटो होइन यसरी दाई यहाँ भिडियो भइरहेछ मन सर पनि आइराख्नु भएको छ यो ढुङ्गा चाहिँ हेर्नु न ईश्वर त कस्तो बवाल छ यहाँ तल चाहिँ कस्तो दामी होइन इन्डियाबाट एक खालको बादल नेपालबाट एक खालको बादल लाग्छ ठ्याक्कै यो 10 गता गजा क्षेत्र भनौँ न यो सिमाना छुट्टिने क्षेत्रमा चाहिँ खाली छ क्या अब यहाँ चाहिँ बादल यो उता इन्डियाबाट आउने बादल र नेपालबाट आउने बादल चाहिँ मिल्न लागेको छ फेरि यहाँ 3 सिमानाको दृश्य हो है यो चाहिँ अहिलेको समयमा छ कतिन्जेल गर्न सकिन्छ गर्ने हो होइन 3 सिमाना नपुगे पनि ठिकै छ एडभेन्चर मुभीको त्यो सिन भन्दा नि ग्राफिक्स भन्छ नि त्यसलाई के भन्छ हो त्यो भन्दा कुनै कम छैन कि यहाँको हेर्नु सट्ट यस्तो खालको कुहिरो अनि सट्ट बिचमा ठुल्ठुला ढुङ्गा त्यो चाहिँ डाइनोसर जुरासिक पार्कमा जस्तो क्या यहाँको मौसमले यहाँको सिनलाई त्यस्तो बनाइदियो क्या लास्ट दामी तर हामी अझै पनि 3 सिमाना आइपुगेको छैनौँ क्या 3 सिमाना आउनु त अब यहाँबाट पनि निकै मासतिर लगभग कति भने 5-7 मिनट हिँड्नु पर्ने रहेछ अब त्यतिन्जेलमा फोनको ब्याट्री चाहिँ अब सकिन्छै होला 3 सिमानाकै छेउमा छौँ अब 3 सिमाना पुगेको भिडियो आएन भने पनि पुगेकै जत्तिकै नै हो अब भिडियो चाहिँ गर्न पाइएन क्या समस्या चाहिँ त्यस्तो हुने भयो यहाँ तलबाट हाम्रो दाईहरू खुसी दाई अनि मनमोहन सर यसरी दाई चट्टाउँदै हुनुहुन्छ नेपाल 51 यो भारतको S112 3 सिमाना गाइजहरू दिस इज होइन यस्तो राम्रो ठाउँ रहेछ नि आई नेभर थिङ्क यति धेरै राम्रो छ भन्ने चाहिँ सोचेको पनि थिइनँ क्या राम्रो होला तर यस्तो साह्रो चाहिँ आउटस्ट्यान्डिङ ठाउँ त्यो जुरासिक पार्कमा बनाएको ग्राफिक्सहरू जस्तो क्या ढुङ्गा हेर्नु डर लाग्दो होइन यस्तो उकालो छ उकालो चाहिँ अब जानु चाहिँ सकिन्छ कि सकिन्न नि फेरि पहाडियों की चोटी में चढ़ने के कार्य बहुत मुश्किल है मेरा दिल बहुत जोर से धड़क रही है अभी मैंने क्यों से कहा अभी फ़िलहाल मैं हूँ इंडिया में ये जुन ज़मीन में चल रहा हूँ ना ये ज़मीन इंडिया की है यता भने चाहिँ फेरि नेपाल यता नेपाल यता इन्डिया होइन अनि उता त सिक्किमको पनि छ क्या बडा सहर हुनुहुन्छ दिस इज कल्ड 3 सिमाना 3वटा बोर्डरको सिमाना छ नि त ऊ तल चौरी चढ्दै रहेछ
हल्का खुल्दैछ है बब्बाल रहेछ क्या ठाउँ चाहिँ चाहिँ अनएक्सपेक्टेड राम्रो भनौँ न अब 3 सिमा होइन ऊ पर देखिएको 3 सिमाना हो अब यो यस्तो दुःख गरेर आयो होइन अब फोन अफ पनि हुन लाग्छ अफ पनि हुन्छ होला रेकर्ड गर्दै गर्दै हो हाम्रो त्यस्तो हुँदैन साथी हुन्छ 1% छ अनि 1% कतिखेर डेट हुन्छ पनि नरिसाउनु होला प्लिज डेट हुन्छ त भिडियो गरिदिनु डेट भयो नि भयो जस हामी यहाँ राम्रो छौँ भन्दै भन्दैनौँ न होइन या घोडाको लिदिसक्यो हेर्नुहोस् यहाँले तपाईँले हेर्नु सक्नुहुन्छ चौरीको गुप पनि छ अलिकति भिडियो भइरहेछ नि